नमस्कार, यो समाचारको समय हो। नेटकुटी.com द्वारा सञ्चालित परदेशी र घरदेशीको आवाज बोल्ने रोल्पा जिल्लाकै पहिलो अनलाइन रेडियो नवीन संसारमा साप्ताहिक खबरहरूको संगालो न्यूज सन्डे लिएर आएका छौं। प्राविधिक मित्र नवराज बुढाको साथमा म टेक बहादुर पुन्टेको। तपाई हाम्रो प्रसारण इन्टरनेटको माध्यमबाट हाम्रो वेबसाइट www.radionavinsansar.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रो अल नेपाल एफएम रेडियो र नेपाली संगीतबाट एकैसाथ संसारभर सुन्दै हुनुहुन्छ। साताभरिका खबर सुरु गरौं अहिलेसम्मका मुख्य खबरका शीर्षकहरूबाट। रुकुममा कांग्रेस एमाले गठबन्धनलाई माओवादीले उछिन्यो। रोल्पाको थबाङमा विप्लव फन्दा माओवादी नै बोलियो। एउटा वडा बाहेक सबैमा विजयी। 40 वडाको मतगणना सार्वजनिक हुँदा दाङमा पनि माओवादी नै हाबी। सल्यानमा मृत फेटिएका श्रेष्ठले फारू नोटको अवैध कारोबार गर्दै आएको खुलासा। औचित्य नभएको संशोधनमा एमाले सहयोग नगर्ने महासचिव पोखरेलको भनाई। देउबा सरकारमा माओवादीले 9 मन्त्रालय पाउने। मणिपाल अस्पतालका डाक्टरलाई लागू औषधको मुद्दा। मदन भण्डारी पत्रकारिता पुरस्कार पत्रकार कोइरालालाई प्रदान गरिने। सुर्के थैली खै गीतको भिडियो हेर्नेको संख्या 2 करोड पुग्यो। नेपाली गीतको यो पहिलो रेकर्ड कायम। र मुस्लिम देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध। जर्मनी र चिली फिफा कन्फेडरेसन कप फुटबलको फाइनलमा खेल आज राति पौने 12 बजे सुरु हुँदै। अब खबर विस्तारमा। खबर सुरु गरौं स्थानीय खबरहरूबाट। माओवादीको जनयुद्धकालीन लाल किल्ला भनेर चिनिने रुकुमको सुदूरपूर्वी क्षेत्रका सिस्ने, भूमे र पुथा उत्तर गंगा गाउँपालिकामा यही असार 14 गते दोस्रो चरणमा चुनाव भएको छ। सिस्ने गाउँपालिकामा कांग्रेस एमालेको गठबन्धन भत्काउँदै माओवादीकी कुमारी बराल अध्यक्षमा निर्वाचित हुनु भएको छ। उहाँले 3293 मत पाउनु भएको छ भने उपाध्यक्षमा माओवादीकै गोवर्धन बुढा 3326 मत सहित विजयी हुनु भएको छ। त्यस्तै पुथा उत्तर गंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ओम प्रसाद खर्ती 2551 मत सहित विजयी हुनु भएको हो। 14 वटा वडा रहेको पुथा उत्तर गंगा गाउँपालिकामा 10 वटा वडामा माओवादी केन्द्र प्यानल सहित निर्वाचित भएको छ। अरु 2 वटा वडा कांग्रेस र एमालेले जितेका छन्। त्यसैगरी रुकुमकै भूमि गाउँपालिकाको अध्यक्षमा पनि माओवादी केन्द्रका रामसुर बुढा विजयी हुनु भएको छ। पहिलो चरणमा गत वैशाख 31 गते भएको स्थानीय तह निर्वाचनमा पनि माओवादीले जिल्ला सदरमुकाम सहित 6 स्थानीय तह जितेको थियो। मुसीकोट नगरपालिकाको प्रमुखमा देवीलाल गौतम र उपप्रमुख सूर्य कुमारी सुनार केसीले जित्नु भएको हो। त्यस्तै चौरजहारी नगरपालिकाको प्रमुखमा विशाल शर्मा र उपप्रमुखमा राधा रोका निर्वाचित हुनु भएको छ। रुकुमको अर्को नगरपालिका 8 बिस्कोटमा पनि माओवादीकै गोरख बहादुर केसी प्रमुखमा विजयी हुनु भएको छ। 6 नम्बर प्रदेशमा पर्ने रुकुमका अन्य 3 गाउँपालिकामा समेत माओवादी केन्द्रका उम्मेद्वारहरू विजयी भएका थिए। सानी भेरी गाउँपालिकाको अध्यक्षमा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा झक्कु प्रसाद घरती र बाँफीकोट गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर केसी विजयी भएको जनाइएको छ। बहुचर्चित रोल्पाको थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका वीर बहादुर घरती मगर 1990 मत लिएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो। विभिन्न चुनावी इतिहासमा बहुचर्चित बन्दै आएको थबाङमा अघोषित रूपमै भए पनि कांग्रेसले स्वतन्त्र उम्मेद्वार अमित घरतीलाई सहयोग गरेको थियो। घरती नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुनुहुन्छ। नेकपाको गढका रूपमा चिनिने थबाङमा माओवादी केन्द्रले आफ्नो शक्ति कमजोर नभएको प्रमाणित गरेको छ। थबाङ गाउँपालिकाको जम्मा 5 वडा मध्ये 1 मा मात्र नेकपाका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका फर्फ बहादुर बुढाले जित्नु भएको छ। त्यसबाहेकका 4 वटा वडामा पनि माओवादी केन्द्र सम्पूर्ण प्यानल मात्रमा नै विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। त्यस्तै रोल्पाकै दुईखोली गाउँपालिकामा माओवादी केन्द्रले क्लिन स्वीप गरेको छ। नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष उपाध्यक्षका साथै 6 वटै वडामा माओवादीको पुरै प्यानल विजयी भएको हो। गाउँपालिका अध्यक्षमा निमकान्त ढाङ्गीले नेपाली कांग्रेसका झक्कु प्रसाद खर्तीलाई पछि पार्दै विजयी हुनु भएको हो। यता पूर्वी रोल्पाको सुनछारी गाउँपालिकामा पनि माओवादी केन्द्र नै विजयी भएको छ। माओवादीका तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेद्वारको रूपमा रहनुभएका आस बहादुर पुनले कांग्रेसका दुर्गे बुढालाई पछि पार्दै विजय हासिल गर्नु भएको बताइएको छ। यसैबीच रोल्पाकै माडी र सुकीदह गाउँपालिकामा पनि माओवादीका उम्मेद्वार विजयी भएका छन्। माडी गाउँपालिकाको अध्यक्षमा माओवादीका नन्द बहादुर पुन मगर र सुकीदह गाउँपालिकामा माओवादीकै वीर बहादुर केसी विजयी भएको निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ।
सल्यानमा अवैध रूपमा निकासी गरिरहेको काठ बरामद गरिएको छ। जिल्लाको कालीमाटी रामपुरबाट बालुवासँगै अवैध रूपमा फेला परेको सालको काठ शारदा नगरपालिका 8 मार्के लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय कालीमाटीको गस्ती टोलीले काठ सहितको ट्र्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको ट्र्याक्टरलाई जिल्ला वन कार्यालयमा बुझाइएको डीएसपी श्याम बहादुर खत्रीले जानकारी दिनुभयो। उहाँले ट्र्याक्टरसँगै चालक शारदा नगरपालिका 1 रेशम जिउला निवासी 24 वर्षीय कृष्ण परियारलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनु भएको छ। V1 त 6602 नम्बरको ट्र्याक्टरमा 20 वटा सानो र ठूलो चिरेको कडी फेला परेको जिल्ला वन अधिकृत नवराज काफ्लेले जानकारी दिनुभएको छ। दाङमा एकपछि अर्को गर्दै मत परिणाम आउने क्रम जारी छ। यो समाचार तयार पार्दासम्मको मत परिणाम अनुसार 100 वटा ओडा रहेको दाङमा अहिलेसम्म 40 वडाको मतगणना सकिएको छ, जसमा माओवादी केन्द्रले 16, नेपाली कांग्रेसले 14 र नेकपा एमाले 10 वडामा आफ्नो जित हासिल गरेका छन्। जस अनुसार माओवादीले राप्ती गाउँपालिका, गढुवा गाउँपालिकाको 2, 3, 5 र 8 नम्बर वडामा, राजपुर गाउँपालिकाको वडा नम्बर 1, 2 र 6, त्यस्तै शान्तिनगर गाउँपालिकाको 1 र 7 वडामा, बंगलाचुली गाउँपालिकाको 2, 3, 4, 5, 7 र 8 वडामा जितेको छ। नेपाली कांग्रेसले बंगलाचुली गाउँपालिका वडा नम्बर 1, राप्ती गाउँपालिका वडा नम्बर 1, राजपुर गाउँपालिकाको 3, 4, 5 र 7 वडामा, दंगीशरण गाउँपालिका वडा नम्बर 2 मा, गढुवा गाउँपालिका वडा नम्बर 4, शान्तिनगर गाउँपालिकाको 2 र 6 वडामा, त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 2, घोराई उपमहानगरपालिकाको 3, 5 र 6 वडामा जित हासिल गरेको छ। त्यस्तै एमाले दंगीशरण गाउँपालिका वडा नम्बर 1, तुलसीपुर उपमहानगरपालिकाको 1 र 3 नम्बर वडामा, राप्ती गाउँपालिका वडा नम्बर 8, घोराई उपमहानगरपालिकाको 1, 2, 4 र 19 नम्बर वडामा, बंगलाचुली गाउँपालिका वडा नम्बर 6 र गढुवा गाउँपालिका वडा नम्बर 1 गरी एमाले 10 वडामा जितेको छ। 7 वटा गाउँपालिका मध्ये बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र र राजपुर गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरिसकेका छन् भने राप्ती, बबई र शान्तिनगर गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। गढुवा र दंगीशरणमा एमाले अग्रता लिएको छ। घोराई र तुलसीपुर उपमहानगरमा एमाले अग्रता लिएको छ भने लमही नगरपालिकामा कांग्रेसले अग्रता लिएको निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। गत जेठ 26 गते अपराह्नमा परि शुक्रबार सल्यानमा मृत भेटिएका तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठले भारू नोटको अवैध कारोबार गर्दै आएको खुल्न आएको छ। गत असोजमा श्रेष्ठको 30 लाख भारू नोट समेत लुटिएको थियो। नेपाल बैंकको अनुमति बिना 25,000 भन्दा बढी विदेशी मुद्राको कारोबार गर्न पाइँदैन। उहाँले नेपाल बैंकको अनुमति बिना भारू नोटको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ। उहाँको अपहरणमा र हत्यामा भारू नोटको कारोबार जोडिएको अनुमान समेत गरिएको छ। घटनामा संलग्न 4 अपहरणकारी पक्राउ परेपछि उनीहरूको सहायताले शव भेटाएको अनुसन्धान टोली प्रमुख राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज्ञान विक्रम शाहले बताउनुभयो। प्रहरीले भए जति स्रोत, साधन र जनशक्ति व्यापक रूपमा परिचालन गर्दा पनि व्यवसायलाई जीवितै फेला पार्न भनि सकेन। केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत दाङमै खटेर घटनाको अनुसन्धान गरिरहेको थियो। तर पनि घटनाका मुख्य योजनाकारहरू अझै फरार छन्, जसमध्ये शान्तिनगर 2 दाङका निर्मल भनिने टीकाराम घरती, झिम्पे 4 सल्यानका मान बहादुर भण्डारी र तुलसीपुर 7 की पूजा घरती रहेका छन् भने पक्राउ परेका 4 जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको प्रहरीले बताएको छ। श्रेष्ठसँगै अपहरित घोराई हापुरका 28 वर्षीय रणबहादुर खर्तीको अवस्था भने अझै अज्ञात रहेको बताइएको छ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताउनु भएको छ। प्रेस चौतारी नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नम्बर 2 मा स्थानीय तहको संख्या बढाउने, अंगीकृत नागरिकता र भाषा जस्ता विषयको संशोधनमा एमालेले साथ नदिने दृढता व्यक्त गर्नुभएको छ। संविधान गतिशील संशोधनको दस्तावेज भएको उल्लेख गर्दै उहाँले औचित्यपूर्ण संशोधनका विषयमा राष्ट्रिय जनता पार्टी नेपाल लगायत सबै राजनैतिक दलसँग छलफल गर्न आफ्नो पार्टी तयार रहेको धारणा राख्नु भएको हो। महासचिव पोखरेलले दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलेको भन्दा राम्रो मत परिणाम ल्याउने दावी समेत गर्नु भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावी मन्त्रीहरूको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनु भएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर दाहालले माओवादी केन्द्रका तर्फबाट भावी मन्त्रीहरूको सूची बुझाएको स्रोतले बताएको छ। स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेपछि प्रधानमन्त्री देउवाले मन्त्री परिषद विस्तार गर्ने तयारी गर्नुभएको छ। माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम दिन बिहीबार दाहाललाई देउवाले आग्रह गर्नुभएको थियो। देउवाको आग्रहमा दाहालले शुक्रबार 6 जना मन्त्री र 4 जना राज्य मन्त्रीको सूची बुझाउनु भएको हो। माओवादी केन्द्रले देउवा सरकारमा 9 मन्त्रालय पाउने भएको छ। यसअघि प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रबाट 3 मन्त्रीले शपथ लिइसक्नु भएको छ। कृष्ण बहादुर महरा उपप्रधान सहित परराष्ट्र मन्त्री हुनुहुन्छ भने नेता जनार्दन शर्मा गृह र प्रसु शाह शहरी विकास मन्त्री बनिसक्नु भएको छ। माओवादी केन्द्रले अझै आपूर्ति मन्त्री, सामान्य प्रशासन मन्त्री, ऊर्जा मन्त्री, स्वास्थ्य मन्त्री लगायतका मन्त्रालय पाउने स्रोतले बताएको छ। प्रमुख दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले राजपा नेपालका अध्यक्ष महन्त ठाकुरहरूको सहमति बिना प्रदेश नम्बर 2 को चुनाव गरी मुलुक द्वन्द्वमा जाने टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभयो, प्रदेश नम्बर 2 मा राजपा नेपालको सहमति बिना चुनाव गरियो भने देशमा विखण्डनको बिउ रोपिन्छ। विखण्डनको बिउ रोप्ने अपजस कसले लिने भन्ने कुरा हो। यो कुराबाट नेताहरू सचेत हुनुपर्छ, मुलुक र जनताको पक्षमा निर्णय गर्नुपर्छ। नेता कोइरालाले प्रदेश नम्बर 2 को चुनाव अघि नै संविधान संशोधन गर्नुपर्ने समेत जिकिर भएको छ। उहाँले भन्नुभयो, एमाले अब बाध्य भएर संविधान संशोधनको पक्षमा आउनुपर्छ, संविधान संशोधन गरेर अघि बढ्नुपर्छ, यसैमा सबैको भलो हुन्छ। कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै उखान टुक्काले देश नचल्ने समेत बताउनु भएको छ। पोखरा स्थित मणिपाल शिक्षण अस्पतालका एक डाक्टरलाई प्रहरीले लागू औषध मुद्दामा कारबाही अघि बढाएको छ। मणिपालमा एमडी अध्ययनरत डाक्टर राजव राणालाई जिल्ला प्रहरी कार्यालय कास्कीले थुनामा राखी मुद्दा दायर गरेको हो। राणालाई असार 12 गते प्रहरीले पक्राउ गरेको हो। 2 साता अघि लागू औषध सहित पक्राउ परेका सञ्जय गुरुङको बयानका आधारमा डाक्टर राणालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख व्यासपी घनश्याम अर्यालले बताउनुभयो। गुरुङले रूपन्देहीको सुनौली नाका हुँदै भारतबाट पोखरासम्म लागू औषध ओसार पसारको काम गर्ने गरेको प्रहरीले जनाएको छ। आफूले उक्त लागू औषध डाक्टर राणालाई पनि बिक्री गर्ने बताएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको हो। डाक्टर राणाले आफू लागू औषध सेवनकर्ता भएको स्वीकार गर्नुभएको छ। उहाँलाई सेवनकर्ताका रूपमा कारबाही अघि बढाइएको एसपी अर्यालले जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धानमा उक्त अस्पतालका अन्य चिकित्सक पनि लागू औषधको दुर्व्यसनमा फँसेको प्रहरीले बताएको छ। अब साहित्य सम्बन्धी केही प्रसंग। यस वर्षको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने भएको छ। नेकपा एमालेको केन्द्रीय प्रचार विभागले स्थापना गरेको सो पुरस्कार पाउने कोइराला दोस्रो व्यक्ति हुनुहुन्छ। पहिलो पटक फोटो पत्रकार चन्द्रशेखर अधिकारीलाई दिइएको थियो। नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टको अध्यक्षतामा वरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दुल भट्टराई र शीतल शाह रहेको छनौट समितिले कोइरालालाई छानेको हो। विगत 5 दशकदेखि लेखन तथा सम्पादनमा संलग्न कोइराला दृष्टि, जनास्था, सागु, अन्नपूर्ण पोस्ट दैनिक लगायतका पत्रिकाका स्तम्भकार हुनुहुन्छ। पुरस्कारको राशि 50,000 को छ। छिट्टै कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिनुभएको छ। अब फिल्मी सम्बन्धी केही प्रसंग। राजन राज शिवाकोटीको शब्द, संगीत र स्वर रहेको सुर्के थैली खै बोलको गीतको भिडियोलाई युट्युबमा 2 करोड भन्दा बढी पटक हेरिएको छ। यो गीतमा राजन राजका अतिरिक्त अन्जु पन्त र राजु विश्वकर्माको पनि स्वर छ। चलचित्र वडा नम्बर 6 मा रहेको यो गीतको भिडियोमा दीपक राजगिरी, दीपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, दयाहाङ राई लगायतका कलाकारको अभिनय रहेको छ। नेपाली गीतलाई युट्युबमा 2 करोड दर्शकले हेरेको यो पहिलो हो। आफ्नो सिर्जना दर्शकले दिएको मायाले उत्साहित भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट सिर्जना पस्कने संगीतकार शिवा कोटीले बताउनुभयो। शिवा कोटीकै संगीत रहेको अर्को चलचित्र छक्का पञ्जाको पूर्व पश्चिम रेल बोलको गीतलाई पनि युट्युबमा 1 करोड 61 लाख पटक हेरिएको छ। रिलिज हुन बाँकी रहेको अर्को चलचित्र 2 रुपैयाँको कुटुमा कुटु बोलको गीतमा पनि राजन राजकै संगीत छ, जुन गीतलाई युट्युबमा 69 लाख पटक हेरिसकिएको छ।
अब विदेशको खबर। अमेरिकाले मुस्लिम बाहुल्य रहेका विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 5 महिना अघिदेखि नै सो कानूनको घोषणा गर्नुभएको थियो, तर अमेरिकाका अधिकारवादी र अदालतको विरोधका कारण ती देशका नागरिक र शरणार्थीमाथिको यात्रा प्रतिबन्धको कानूनको कार्यान्वयन हुन सकेको थिएन। पहिले राष्ट्रपति ट्रम्पले मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी 6 देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने गरी कानून बनाउनु भएको थियो। उक्त कानूनको व्यापक मात्रामा विरोध भएपछि संघीय अदालतले यात्रामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो, तर बिहिबार अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पको सो नीति सदर गरिदिएको छ। यो फैसलामा उक्त कानून पूर्ण रूपमा प्रतिबन्ध लगाउने गरी नभई आंशिक कार्यान्वयनको लागि फुकुवा गरिएको जनाइएको छ। अब खेल सम्बन्धी केही प्रसंग। विश्व विजेता जर्मनी फिफा कन्फेडरेसन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बिहिबार राति सोचीमा भएको सेमिफाइनलमा मेक्सिकोलाई 4 अन्तर 1 ले हराउँदै जर्मनीले उपाधि यात्रा तय गरेको हो। जर्मनीको जितमा लियोन गोरेत्काले 2 तथा टिमो वार्नर र यामेन युनेसले 1-1 गोल गरेका हुन्। मेक्सिकोका लागि मार्को फेबियनले 1 गोल फर्काएका थिए। सुरुवातको 6 र 8औं मिनेटमा नै गोरेत्काले गोल गर्दै जर्मनीलाई 2 अन्तर 0 को अग्रता दिलाएका थिए। पहिलो हाफमा 2 अन्तर 0 को अग्रता लिएको जर्मनीका लागि वानले 59औं मिनेटमा गोल गरेका हुन्। 3 अन्तर 0 ले पछि परेको मेक्सिकोका लागि 89औं मिनेटमा फेबियनले 1 गोल फर्काएका थिए, तर इन्जुरी समयमा युनेसले गोल गरेपछि जर्मनी 4 अन्तर 1 ले विजयी भएको हो। जर्मनीले अब उपाधिका लागि चिलीसँग खेल्नेछ। चिलीले पोर्चुगललाई टाई ब्रेकरमा हराएर यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल आज आइतबार राति पौने 12 बजेबाट सुरु हुने बताइएको छ। यिनै खबरसँगै खबरहरूको संगालो न्यूज सन्डेको अन्त्यमा छौं। खबर सक्नु अघि प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। रुकुममा कांग्रेस एमाले गठबन्धनलाई माओवादीले उछिन्यो। रोल्पाको थबाङमा विप्लव भन्दा माओवादी नै बलियो। एउटा वडा बाहेक सबैमा विजयी। 40 वडाको मतगणना सार्वजनिक हुँदा दाङमा पनि माओवादीकै हाबी। सल्यानमा मृत भेटिएका श्रेष्ठले भारू नोटको अवैध कारोबार गर्दै आएको खुलासा। औचित्य नभएको संशोधनमा एमालेले सहयोग नगर्ने महासचिव पोखरेलको भनाई। देउबा सरकारमा माओवादीले 9 मन्त्रालय पाउने। मणिपाल अस्पतालका डाक्टरलाई लागू औषधको मुद्दा। मदन भण्डारी पत्रकारिता पुरस्कार पत्रकार कोइरालालाई प्रदान गरिने। सुर्के थैलीखै गीतको भिडियो हेर्नेको संख्या 2 करोड पुग्यो। नेपाली गीतको यो पहिलो रेकर्ड कायम। र मुस्लिम देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध। जर्मनी र चिली फिफा कन्फेडरेसन कप फुटबलको फाइनलमा खेल आज राति पौने 12 बजे सुरु हुँदै। हवस् त अहिलेलाई खबरको सिलसिला यति नै। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै प्राविधिक मित्र नवराज बुढाको साथमा म टेक बहादुर पुन्टेको पनि बिदा चाहन्छु। तपाईँ स्वास्थ्य, शिक्षा, विविध जानकारी र भरपूर मनोरञ्जनका लागि सुन्दै गर्नुहोला अनलाइन रेडियो नवीन संसार। नमस्कार।